यस्तो गर्नुहोस् त यस्तो यो हात चाहिँ माथि गर्ने है यो है तपाईँ कहिले जहिले पनि गर्दा चाहिँ बिहान जस्ट 20 मिनट भन्छ भन्नु त अब तपाईँ कति सक्नुहुन्छ है बिस्तार फेरि खुट्टा फ्र्याक्चरहरू छ भन्छ नगर्नुहोस् है फेरि एडभाइजहरू डक्टरको एडभाइस लिनुहोस् है यसले चाहिँ ठ्याक्कै ग्राभिटीको अपोजिटमा जान्छ त्यसले गर्दाखेरि हाम्रो एकदम हार्टबिट बढाउँछ गर्नुहोस् त गर्नुहोस् त तपाईँको एकदम राम्रो हुन्छ किन भन्दा साइकोलोजी चेन्ज गर्नु फिजिकल चेन्ज गर्नैपर्छ कि न त साइकोलोजी चेन्ज गर्नु बाबु सबै ठिक हुन्छ टाउको दियो ठिक हुन्छ है त्यो सिक्नुपर्छ है अब है आफ्नो थ्याङ्क यू चाहिँ अब बनाउँदै लाग्यो दिनमा तपाईँले धेरैचोटि गर्नु सक्छ जसरी यो एउटा चाहिँ हाम्रो फियर हटाउने हो अर्को चाहिँ हामी बडीलाई कसरी चाहिँ यस्तो हुन्छ कि तपाईँ कन्सियस माइन्डलाई चाहिँ हामीले अवलम्बन गर्नुपर्छ कि है बेला कन्सियस माइन्डले डर देखाउँछ होइन त्यस्तो हुन्छ अनि कहिले कहिले चाहिँ फेरि अब तपाईँको अनकन्सियस माइन्डमा बडीमा बसेपछि अनकन्सियस माइन्ड ड्राइभ गर्छ नि त है कतै जान लाग्यो भने अर्कोतिर लगिरहन्छ कन्सियसली अनकन्सियसली ड्राइभ गर्छ कि त्यो चेन्ज गर्नलाई स्टेज चेन्ज हुन्छ स्टेज चेन्ज गर्नुपर्छ यो चाहिँ एउटा चाहिँ तपाईँले डेली रिचुअलमा ह्याबिट बसाल्यो भने तपाईँ अटोमेटिक अथवा अवेरनेस बडी अवेरनेस हुन्छ कि माइन्ड मात्रै मेमोरी होइन त बडी नै मेमोरी हो कि अनि तपाईँलाई थाहा हुन्छ ठ्याक्क थाहा भएपछि या मेरो सपोज अनकन्सियस माइन्डले यो गर्दैछ है भन्ने अवेर हुन्छ यति गइरह्यो नि तपाईँ अवेर त भयो नि त त्यो अवेरनेस बडी अवेरनेस नै बढाउनुपर्छ किन भन्दा हामीले जे कुरा नि लिबरेज भन्छ नि होइन अहिले अब हाम्रो पढ्नेजुले भनेर होइन क्यापेसिटी इन्हान्स त गर्नु पऱ्यो होइन त्यो गर्नुको लागि चाहिँ तपाईँको अझै यो हाम्रो स्टुडेन्ट्समा चाहिँ धेरै राम्रो छ